नमस्ते नमस्ते गुड आफ्टरनुन। म अहिले यो पोखराको डेभिज फल तर्फ जाँदैछु साथीहरू। अब सुरुको गेटको चाहिँ यहाँ मैले भिडियो लिइरहेको छु, अनि त्यसपछि म बिस्तारै डेभिज फलतिर अगाडि बढ्दै जान्छु। अब यहाँ चाहिँ अगाडि यो इन्ट्रान्समा चाहिँ अतिथि देवो भव भनेर लेखिएको छ है। अब म बिस्तारै चाहिँ डेभिज फलतिर चाहिँ अगाडि बढ्दैछु साथीहरू। अब यहाँ यस्तो छ, भिडभाड छ हैन। स्वदेशी तथा विदेशी पर्यटकको चाहिँ नि आगमनको केन्द्र रहेको यो पर्यटकीय नगरी पोखरामा चाहिँ यहाँलाई स्वागत गर्न चाहन्छु आज यो प्रजातन्त्र दिवसको उपलक्ष्यमा हैन। अब यसो घुमघाम गर्नको लागि चाहिँ म पोखरा आइपुगेको थिएँ। यसै क्रममा चाहिँ अब म यहाँ डेभिज फलमा अहिले चाहिँ नि प्रवेश गर्दैछु साथीहरू। अब यहाँ के लेखाएर चाहिँ त हाम्रो यो पोखराको सुन्दर नगरी पर्यटकीय नगरी पोखराको चाहिँ डेभिज फलमा हैन के विशेषता रहेछ यो पनि तपाईहरुलाई म यहाँ देखाउन चाहन्छु है। अब वेलकम टु डेभिज फल्स भनेर चाहिँ यसको चाहिँ यो नक्साङ्कन अब यो चाहिँ नक्साङ्कन गरिएको छ हैन। यहाँ देखाएको छ, नक्सा दिएको छ हैन, के कस्तो भनेर चाहिँ पुरै चाहिँ यसको इङ्ग्लिसमा यतापट्टि लेखेको छ, यता नेपालीमा चाहिँ पातले छाङ्गो रहेछ हैन। अनि त्यसपछि यतापट्टि चाहिँ अब इङ्ग्लिसमा चाहिँ डेभिज फल भन्ने छ है, यो लेखिएको छ। अब यसमा धेरै कुराहरू म अरू यहाँ के कस्तो छ भन्ने कुरा चाहिँ यहाँ म यो देखाउन चाहन्छु। यो एउटा ताम्रपत्रमा लेखिएको रहेछ अब एउटा उसमा बोर्डमा है। त्यसै गरी अब यतापट्टि छ अर्को फेरि हेर्नुहोस् है, यहाँ पनि लेखिएको छ ऐतिहासिक पृष्ठभूमि भनेर चाहिँ लेखिएको छ, हिस्टोरिकल ब्याकग्राउन्ड भनेको छ। इस्वी सम्मत 1961 जुलाई 31 तारिकको मध्याह स्विस नागरिकले छाङ्गोभन्दा माथिपट्टि नुहाइरहेकी थिइन्। अचानक फेवातालबाट बाढी आएर उनलाई बगाएर लग्यो र उनको मृत्यु भयो। धेरै प्रयासपछि उनको शव निकालियो र केही बेलादेखि यस पातले छाङ्गोलाई डेभिज फल पनि भन्न थालियो भनेर चाहिँ यसै चाहिँ नाम चाहिँ यो डेभिज फल हुन गइरहेको छ। खास नेपालीमा चाहिँ यसलाई चाहिँ पातले छाङ्गो भनेर चाहिँ भनिन्छ है। अब हेर्नुहोस् है, अब यहाँ चाहिँ के छ भन्दा जानकारी लेखिएको छ है। यहाँ जानकारी के तपाईले दक्षिण एसियाकै लामो तथा महत्त्वपूर्ण गुफाको दृश्य हेर्नुभयो भनेर चाहिँ है, दृश्य हेर्नुभयो। यदि हेर्नुभएको छैन भने यसबाट करिब 100 मिटर दक्षिण पश्चिमको दूरीमा रहेको गुफा हेर्न नभुल्नु होला भनेर भनिएको छ। यहाँ यो पातलो छाँगाको चाहिँ यहाँ सुरुमा चाहिँ स्टार्टिङ देखाइएको छ। अब यहाँ देख्नु भएको छ भरिभराउ चाहिँ आन्तरिक तथा बाहिरी पर्यटकको चाहिँ पुरा आगमन भइरहेको छ। कोही यतातिर विश्राम गरिरहनु भएको छ। म यहाँ निरन्तर अगाडि बढ्दैछु साथीहरू है। अब तपाईँहरूलाई चाहिँ म देखाउँदैछु। म पनि ल हेर्नुहोस् है, अब यसरी चाहिँ ठ्याक्क चाहिँ म तपाईँलाई दर्शन गराउँछु। भिडियो कन्टिन्यू हेर्दै जानु होला। अब एकदम सल्लाह सुझाव होइन सबै कुराहरू तपाईँले दिनु होला होइन। मैले बनाएको सर्ट भ्लगहरू कस्तो छ के छ कमेन्ट गर्न नभुल्नु होला, सपोर्ट गर्न नभुल्नु होला, सेयर पनि गर्नु होला होइन। यहाँलाई चाहिँ हार्दिक अनुरोध गर्न चाहन्छु। अब साथीहरू चाहिँ अब यसरी आइरहनु भएको छ यसरी। अब यहाँ पिलग्रिम्सहरू है, पदयात्रीहरू मतलब यो धार्मिक हिसाबले डेभिज फल हेर्ने चाहिँ यो उसको चाहिँ आन्तरिक पर्यटक अथवा बाहिर पर्यटकहरू चाहिँ यसरी चाहिँ घुइँचो लागेको छ। यसरी लाइनमा जानुपर्ने, सिडी झर्नुपर्ने हुन्छ है। अब यो चाहिँ पोखराको यो पर्यटक नगरी पोखराको मुटुमै पर्छ क्या, सेन्टरमै पर्छ यो ठाउँ होइन। त्यसले गर्दाखेरि चाहिँ अब भिडियो चाहिँ तपाईँहरूले हेर्दै जानु होला, स्किप नगरी हेर्दै जानु होला। म कन्टिन्यू भिडियो तपाईँहरूलाई एकदम मजाले चाहिँ देखाउँछु है डेभिज फलको उहरू। अब यहाँको त्यहाँ गएपछि अब म पुग्नै लाग्छु है साथीहरू। अब एकदम राम्रोसँग यताबाट म तपाईँहरूलाई पहिला यताबाट देखाउँछु, कताबाट राम्रोसँग देखिन्छ त्यताबाट देखाउँछु है। तपाईँहरूले चाहिँ एकदमै भिडियोलाई चाहिँ अन्त्यसम्म हेरिरहनु होला है। यो 5-7 मिनटको भिडियो हुन्छ है ल साथीहरू है। अब यहाँ चाहिँ डेभिज फलमा चाहिँ यहाँ बार लगाइएको छ क्या, बार लगाइएको छ।
किनभने त्यहाँ तल त त्यो खोज हो नि त, सेतीको खोज हो। त्यसले गर्दाखेरि यो खोजमा चाहिँ मान्छे खस्न सक्छ भनेर यहाँ बार लगेको छ है। ल हेर्नुहोस् यस्तो खोज छ, यहाँ खोज छ है, बार लगेको सबै। यसरी फोटो खिच्नेहरू होइन, अब यहाँ विभिन्न भिडियोहरू बनाउने होइन, रिलहरू बनाउने व्यक्तिहरूको पनि सबै चाहिँ यहाँ चाहिँ बनाइरहनु भएको छ है। यहाँ चाहिँ अब ल हेर्नुहोस् है, म तपाईँहरूलाई देखाउँदैछु डेभिज फल है। अब ल हेर्नुहोस् है, अब गुप्तेश्वर महादेव को मन्दिरको दर्शनपछि अब हामी प्रायः जसो पर्यटक आउने भनेको चाहिँ यता डेभिज फलतिर हो क्या है। गुप्तेश्वर महादेव मन्दिरको दर्शनपछि कि नजिकै पर्छ नि त, त्यसले गर्दाखेरि अनि अब यहाँलाई हेर्नुहोस् है। अब यहाँ म त्यहाँबाट देखाउँछु डेभिज फल है, राम्रो छ हेर्नु होला। ल म जुम हानिदिन्छु है त। यस्तो खालको छ क्या त्यो ढुङ्गुरबाट चाहिँ यसरी खस्या खायो। ल हेर्नुहोस् अब डेभिज फल त्यो अब थाकै हाल्नु यो सेतीले चाहिँ अब यो भित्रभित्रै बनाएको चाहिँ यो सुरुङ हो क्या। सुरुङबाट पानी आएको, अरू केही पनि नभइकन प्राकृतिक रूपमा चाहिँ सेतीले बनाएको यो ढुङ्गुरबाट चाहिँ पानी छिर्या हो क्या। अब सेती विभिन्न भित्रभित्रै छिरेको नि त पोखरामा त, त्यो छिरेको चाहिँ हो। कतै यस्तो पातलो छाँगो भएर निक्लिया, कतै चाहिँ अब गयो क्या भित्रभित्रै, गर्भमै पृथ्वी गर्भमै गयो क्या। ल यही हो, देखिहाल्नु अहिलेसम्म चाहिँ भिडियो हेरेर तपाईँहरूले जुन साथ सपोर्ट र सहयोग गर्नुभयो यहाँहरूलाई विशेष धन्यवाद दिँदै ल मेरो भिडियो चाहिँ यहीँ अन्त गर्न चाहन्छु। नमस्ते, बाई बाई, सी यू।